Let's go. हेलो एन्ड गुड इभिनिङ सबैजनालाई। हजुरहरूको माझ आज हामीले एउटा नयाँ च्यालेन्ज ल्याएर आएको छौँ। आजको च्यालेन्जमा हजुरहरूले देख्न सक्नुहुन्छ, एउटा साइडतिर हाम्रो चाउमिन रहेको छ भनेपछि अर्को साइडतिर हाम्रो पानीपुरी रहेको छ। आजको च्यालेन्ज चाहिँ एकदम सिम्पल छ। जसले चाहिँ यो पानीपुरी र यो चाउमिन सबभन्दा अगाडि सकाउँछ त्यो नै आजको विनर हुनेछ। यति मात्रै होइन, पानीपुरी र चाउमिन सँगसँगै लास्टमा हामीसँग एक गिलास मही छ, मही पनि सकाउनु पर्नेछ। आजको च्यालेन्ज चाहिँ हस्बेन्ड एन्ड वाइफको बिचमा रहेको छ। च्यालेन्जको रुल, जसले सबभन्दा छिटो खायो त्यसले नै जित्छ। छिटो कसले खायो भन्ने डिटरमाइन चाहिँ हामीले आज टाइमर राखेको छौँ। टाइमरले चाहिँ डिटरमाइन गर्नेछ। म टाइम ढिला नगरिकन टाइमर स्टार्ट गरेर खाना गइरहेको छु। मैले स्टार्ट गरेँ। ल है गाइज, कसले जित्छ? के मेरो हस्बेन्डले जित्नुहुन्छ? ल बङ्गा बङ। मिठो छ? टेस्टी। अब चाहिँ हाम्रो माइक र स्ट्यान्ड पनि आउँदैछ। त्यसपछि चाहिँ हाम्रो खतरा खतरा भिडियोहरू आउनेछ गाइज। च्यानललाई चाहिँ लाइक, कमेन्ट, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। 38 सेकेन्ड भइसकेको छ बुढा। ल पानीपुरी त कति छिटो सकाएको। म त यति छिटो सक्दैन होला। वान मिनटमा पानीपुरी सक्यो। बिग बाइट। ल चाउमिनमा चाहिँ सस गाइस, सस हालेर खानुहुन्छ उहाँले। सस लभर। कसलाई चाहिँ चाउमिनमा सस हालेर खान मनपर्छ कमेन्ट गर्नु होला है त। ओहो, ल 1 मिनट 38 सेकेन्ड। पिरो छ? लास्ट चाहिँ तिमी खाना नसकेला भनेर पिरो बनाउनु भनेको आफैले गाह्रो होला जस्तो छ। ठिक छ, भोलि बिहान टोइलेटमा त हुन्छ। केही छैन, जतिचोटि आउँछ त्यतिचोटि उत्तम पनि जान्छ। टु मिनट 38 सेकेन्ड। ल कति मिनटमा सकेला? 5 मिनट। लेट्स सी कसले जित्छ। सबसँग हार्ने हो गाइज, बुढासँग चाहिँ कहिले हार्ने होइन ल। त्यही भएर मैले जित्नु छ। ढिलो ढिलो खा बुढा। ठिकै छ नि त। ओ माई गड, कति ठुलो बाइट। पिरो चाउमिन ग्रेभीमा हुनुपर्ने, सलक्क जान्थ्यो। यस्तो सुक्कै घाँटी लागिरह। त्यही माथि सस हाल्नुभएको त सस लभर, त्यही माथि मही लभर पनि हो उहाँ चाहिँ। पेट लगभग भरिसकेको छ। ल बिग बाइट। ल है गाइज, 4 मिनट 4 मिनट
ठ्याक्कै 5 मिनटमा सक्नुहुन्छ हजुरले। गाह्रो भयो क्या पिरो भएर। पिरो बेसी छ। केही छैन, च्यालेन्जमा पिरो हुनुपर्छ। ल अब त्यो सबै गुवाममा एकै बाइट। पेट भइसक्यो टम्म, के खान्थ्यौ गुवाममा। वाट अ लाइन। सक्नुहुन्न क्या 5 मिनटमा पनि। 4:40 भइसक्यो। सिकेन पनि चुइरहेको छ। छ्या केरा चुइ पो हाल्यो कि चुइलो त लागिरहेको थियो। तपाईँ आफै नै खानु न त त्यो। ल सक्नुहुन्न क्या 5 मिनट। 5 मिनट सक्नु भएन। खुर्सानी खाइदियो त। हरियो खुर्सानीले केही पनि असर गर्दैन हो। त्यो मेरो मुखलाई थाहा छ, असर गर्छ गर्दैन, गरिरहेछ। जिब्रोमा पिरो भए पनि पेटमा पिरो हुँदैन क्या। कस्तो लाग्यो गाइज मेरो लजिक। ल 6 मिनटमा सक्नुहुन्छ तपाईँले। 5 मिनट 30 सेकेन्ड भइसक्यो है। ओके टाइमर स्टप। ल है गाइज अब चाहिँ मेरो हस्बेन्डले चाहिँ 5 मिनट 42 सेकेन्डमा चाहिँ खाएर सकाउनु भएको छ र एकदमै पिरो छ अरे। अब म सकाउँछु कि सकाउँदैन थाहा छैन है। भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला, रमाइलो हुनेछ। आई नो त्यो खाएको साउन्ड चाहिँ आउँदैन माइक नभएको कारणले। अब छिट्टै हामी चाहिँ त्यो माइक ल्याउने प्रयासमा छौँ र यहाँ चाहिँ मेरो टाइमर छ। अब स्टार्ट गरेर छिटो खाइहाल्नुपर्छ र भोक लागिरहेको छ धेरै। ल स्टार्ट गरौँ। ओके गाइज, ओ माई गॉड, सो म के खाऊँ? 30 सेकेन्ड गन। ए मजाले खाऊ। You have lots of time, yes? No, I want to win. Yes, definitely you can win. Please fill the water properly. This is not the way. यो चाहिँ सही तरिका होइन है। कम बाटो छ। चाउमिन सुक्खा छ भने चाउमिनको माथि पानीपुरीको पानी। बाठो बुद्धिले नै हो गेम जित्ने भनेको। हामी जस्तो लाटोलाई हराउने भनेको। राम्रोसँग खाऊ ल, मेकअप बिग्रेला। हँसाउनु पर्छ है गाइज, त्यसले गर्दा खाने स्पिड हल्का स्लो हुन्छ। आहा हेर त, खाना पाएपछि त घाँस मुखमा हाल्छन् एक रास। ओहो कति भयो टाइम? ओन्ली 1 मिनट 25 सेकेन्ड। माई गॉड, अझै तिमीसँग चाहिँ मस्त टाइम रहेको छ। हजुरले काँक्रो खानु पर्दैन नि। तिमी पनि नखाँदा हुन्छ। मुखमा जाने थोरै हो, त्यति धेरै नलाग्दा हुन्छ। ओहो हो ओहो हो। सकिहाल्छ क्या हो। हाउ फास्ट, कति छिटछिटो खाइरह्यो भने। मैले अघि नै भन्छ कि सबसँग हार्ने हो, बुढासँग हार्ने होइन। घाँस हेर त,
तपाईँ पनि हेरेर भन्न सक्नुहुन्छ है कसको बाइट चाहिँ ठुलो थियो भनेर। त्यत्रो धेरै चाउमिन पनि एकैचोटि अटाउँदो रहेछ त मुखमा। इट्स अ कम्पिटिसन। मैले चाहिँ हल्का टाइम चाहिँ ढिलो गराउन सफल भएको छु, हेर्न सक्नुहुन्छ। फेरि हेरौँ है गाइज। ओहो ओहो हो हो ओहो हो। सो हेर्न सक्नुहुन्छ, मैले भनेको थिएँ नि आजको गेम चाहिँ मैले जित्छु भनेर। उसलाई चाहिँ मैले भनेको छैन, टाइम चाहिँ 4 मिनट क्रस भइसकेको छ। अब उसँग चाहिँ 1 मिनट मात्र बाँकी छ, हेरौँ है। पाइहाल्यो नि त गाइस, नभनौँ भनेको। हारियो, आज फेरि हारियो। आज मेरो फर्स्ट टाइम भएर नि होला। यिनीहरू चाहिँ योभन्दा अगाडि पनि 2-4वटा इभेन्टमा पार्टिसिपेट भइसकेको थिएँ। सो आज मेरो फर्स्ट टाइम भएर चाहिँ आज जिते पनि केही छैन। नेक्स्ट टाइम आई विल विट। ओहो माय गॉड, पिरो पानीपुरीको पानी पिरो चाहिँ छैन है मेरो लागि, त्यसैले मेरो सिकान चिरिरहेको थियो। त्यो सब सकाउनु पर्नेछ, मुखको पनि सकाउनु पर्नेछ। ल हामी चाहिँ आजको टाइम चाहिँ स्टार्ट गर्नुपर्छ गाइस। ल फेस के अरे सो उसले चाहिँ आज कम्पिटिसन बिट गरिसकेको छ। सो हजुरले हेर्न सक्नुहुन्छ आजको कम्पिटिसनको विनर भनेको चाहिँ सबिना तिमिल्सेना। सो कस्तो लाग्यो आज कम्पिटिसन जित्दा? एकदमै खुसी। मैले सुरुमा नै भनिसकेको थिएँ सबसँग हार्ने हो, बुढासँग कहिले पनि हार्ने होइन। सो सदा चाहिँ विनरले ट्रफी पाउने नियममा मैले पनि यो ट्रफी पाएको छु। आज गेम चाहिँ तिमी जित्थेनौ नि त। आज गेम जित्नुको मेन कारण के छ भनेपछि कि कमसेकम म हार्दा तिमीलाई खुसी मिल्छ भने म हार्न तयार छु भनेर तिमीले त्यो भिडियो हेर्न सक्छौ। मैले चाहिँ अलिकति ढिलो टाइम अलिकति कन्ज्युम गरेर खाइरहेको थिएँ, किनकि धेरै दिन भएको थियो। तिमीले मलाई कुनै पनि कुरामा हराउन सकेको छैन। जित्न नसकेपछि क्रेडिट पनि आफै लग्ने कि अझै त्यो के अरे प्रुफ छ, के अरे भिडियो आफै बोल्छ। तिम्रो खुसीको लागि मैले बिचमा केही स्लो खाएको थिएँ। सो त्यो तिमी पछितिर यो भिडियो अपलोड भइसकेपछि हेर्न सक्छौ। गाइज गफाडी जति कोही पनि सक्दैन। सो आजको विनर चाहिँ म रहेको छु। यस्तै भिडियोहरू तपाईँहरूलाई राम्रो भिडियोहरू हेर्न मन छ भने चाहिँ हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। त्यो हामी चाहिँ अब राम्रो भिडियोहरू राम्रो कन्टेन्टहरू चाहिँ ल्याउने कोसिस गर्नेछौँ। हस्त धन्यवाद। Thank you. Goodbye.